हेलो एभ्रिवान, यदि तपाईको पैसा चाहिँ कसैले चलाउनु भएको छ, रिटर्न दिइराख्नु भएको छैन, एकदमै जे जुक्ति लाउँदाखेरि पनि तपाईको पैसा चाहिँ रिटर्न आइराखेको छैन भने चाहिँ सो आज मैले तपाईलाई चाहिँ एउटा रेमेडिज लिएर आएको छु। त्यही अनुसारले गर्नुभयो भने चाहिँ तपाईलाई तपाईको पैसाहरू बिस्तारै बिस्तारै रिटर्न आउँछ र पर्सनली पनि मलाई यो टेक्निकले चाहिँ एकदमै काम गरेको छ। सो हजुरहरूले पनि त्यही गर्न सक्नुहुन्छ। सो त्यसको लागि चाहिन्छ तपाईहरुलाई चाहिँ एउटा लसुन है, लसुनको पोटी चाहिन्छ र लसुनको पोटीमा चाहिँ यहाँनिर मैले लेखेको नाम लेख्न सक्नुहुन्छ। यहाँनिर नेम चाहिँ लेख्ने होइन, तपाईहरुले चाहिँ जसले तपाईको पैसा चाहिँ लानु भएको छ उहाँहरुको चाहिँ नाम लेख्न सक्नुहुन्छ र लसुनको अर्को साइडमा चाहिँ उहाँले चाहिँ कति पैसा लानु भएको छ त कति पैसा चाहिँ उहाँले तपाईको चलाउनु भएको छ त्यो पैसा चाहिँ लेख्न सक्नुहुन्छ। कन्फ्युज नहुनु होला, यहाँ चाहिँ मैले नेम लेखेको छु। नेमको सट्टामा चाहिँ तपाईहरुको जसले पैसा चलाउनु भएको छ, रिटर्न दिइराख्नु भएको छैन उहाँहरुको चाहिँ नाम चाहिँ लेख्न सक्नुहुन्छ र अर्को पार्टमा चाहिँ कति पैसा चलाउनु भएको छ, उहाँहरुले कति दिन बाँकी छ त्यो पैसा चाहिँ लेख्न सक्नुहुन्छ। सो पछाडि चाहिँ तपाईहरुलाई एउटा एल्युमिनियम फोइल चाहिन्छ हैन। फोइलमा चाहिँ तपाईले यो जुन लसुनमा नाम लेख्नु भएको छ यसलाई चाहिँ यहाँ बीचमा राख्नु होला र त्यस पछाडि बीचमा राखिसकेपछि चाहिँ हजुरले 4-5 दाना ल्वाङ राख्न सक्नुहुन्छ। ल्वाङको चाहिँ माथि यस्तो फूल भएको चाहिँ राख्नु होला है। ल्वाङमा चाहिँ यसरी माथि फूल फ्लावर्स बनेको हुन्छ नि, हो त्यो फ्लावर्स बनेको चाहिँ राख्नु होला। 4-5 वटा ल्वाङ राख्नुस् र ल्वाङ राखिसकेपछि चाहिँ तपाईले यसलाई चाहिँ फोल्ड गरिदिनुस्, मज्जाले फोल्ड गरिदिनुस् र आफूतिर चाहिँ फोल्ड गर्नु होला। यो चाहिँ आफूतिर फोल्ड गर्नु होला है। र यति फोल्ड गरेर राखिसकेपछि चाहिँ तपाईहरुले यो फोल्ड गरेर राखेको फोइललाई चाहिँ आफ्नो बेडको मुनि राख्नु होला। बेडको खुट्टा, आफ्नो बेडको खुट्टा हुन्छ नि, सो त्यो बेडको खुट्टामा चाहिँ राख्नु होला र राख्दै गर्दाखेरि चाहिँ आफूले एकदमै राम्रो पोजिटिभ सोचेर उहाँले चाहिँ तपाईको पैसाहरू चाहिँ रिटर्न दिइराख्नु भएको छ, पैसाहरू चाहिँ रिटर्न आइराखेको छ, अलिअलि बिस्तारै बिस्तारै भए पनि पैसाहरू रिटर्न आइराखेको छ भनेर एकदमै राम्रोसँगले भिजुअलाइजेसन गर्दै पोजिटिभ वेमा चाहिँ पोजिटिभ सोचेर चाहिँ यो राख्नु होला र जबसम्म चाहिँ उहाँले चाहिँ तपाईलाई पैसा दिनुहुन्न तबसम्म चाहिँ यसलाई चाहिँ त्यही बेडको खुट्टा मुनि नै रहन दिनु होला। खुट्टाले चाहिँ बेडको खुट्टाले चाहिँ किल्चेर चाहिँ राख्नु होला है। सो त्यसरी राख्नु भयो भने पनि हुन्छ, या त आफ्टर 10 डेज पछाडि चाहिँ हजुरले चाहिँ यसलाई चाहिँ डस्टबिनमा फ्याल्दिनु भयो भने पनि हुन्छ। यति गरिसकेपछि चाहिँ तपाईको पैसा चाहिँ बिस्तारै बिस्तारै एकमुष्ट नआए पनि बिस्तारै बिस्तारै चाहिँ उहाँले चाहिँ रिटर्न दिँदै जानुहुन्छ। अब कोही चाहिँ एकदमै कन्ट्याक्ट लिस्टमा हुनुहुन्छ, पैसा दिन खोजिराख्नु भएको छैन भने पनि कन्ट्याक्टमा आउनुहुन्छ है। सो यो टेक्निक चाहिँ अपनाउन नबिर्सिनु होला। डाउट नगरिकन राम्ररी पोजिटिभ सोचेर तपाईको काम कुराहरू बन्छ, मेरो पैसाहरू चाहिँ रिटर्न आउँछ भनेर एकदमै बिलिभ गरेर चाहिँ गर्नु होला है। जुनै पनि टेक्निकहरू छ त्यो चाहिँ तपाईले डाउट गर्नुभयो, तपाईले विश्वासै गर्नु भएन भने चाहिँ कुनै पनि टेक्निकहरूले चाहिँ काम गर्दैन। सो बिलिभ गरेर चाहिँ गर्नु होला ल। थ्यांक यू, हैव अ गुड डे।